हेलो हाई हौवा नमस्ते साथीहरू, वेलकम टु माई टिकटक एन्ड भ्लगमा। यो चाहिँ मिनी भ्लग होला साथीहरू। हामी चाहिँ आज चाहिँ मैले धेरै वर्ष विन्टरमा मैले भ्लग बनाएदेखि आजै बनाउँदैछु। हेर्नु साथीहरू, यो चाहिँ युट्युबमा पनि पोस्ट गर्छ र टिकटकमा चाहिँ सर्ट आउँछ होला, सर्टवाला हाल्छु। टिकटकमा चाहिँ म एक्टिभ भइरहेको हुन्छु। फलोवर्स र लाइक्स चाहिँ धेरै आउँदैन, भ्युज पनि धेरै आउँदैन, त्यही पनि टिकटक बनाउनु चाहिँ छोड्दिनँ। युट्युब चाहिँ यत्ति माया मारे यस्तो भइसकेको छ क्या साथीहरू, अनि त्यही भएर अच्छा वेलकम खेम तपाईँलाई अनि मेरो भ्लगमा 6-7 महिनापछि। अनि आज चाहिँ म काम गएँ आएँ अनि त्यसपछि मैले ठ्याक्क मेरो हातमा घडी त छैन, ठ्याक्क यहाँ 5:30 भइसक्यो। 5:30 चाहिँ हामी एकछिन हावा खान बुढाबुढी निस्केको छौँ। अब के कसो हुन्छ, कहाँनिर जान्छौँ हजुरहरूलाई देखाउनेवाला छौँ। अनि आज चाहिँ म खेमलाई के हतार खानेकुराहरू एकैछिनमा थोरै जे थियो त्यही बोकेर आएछौँ धेरै पछि। अनि कस्तो सफोकेसन भइसक्यो क्या, मलाई चाहिँ गाह्रो भइसक्यो। अनि त्यही भएर आज चाहिँ हावा खाइदिउँ न बाहिरको। घुम्न त कहिले पनि छुट्टी हाम्रो सँगै मिलिरहेको छैन साथीहरू, यस्तै भइरहेछ। मेरो त अर्को मङ्गलबार छुट्टी हुन्छ भने अहिले चाहिँ खेमको शनिबार एक दिन मात्रै हुन्छ। अनि त्यो पनि मेरो शनिबार काम हुन्छ। काम त्यस्तो फुल 8 घन्टा होइन, 5-6 घन्टाको काम हुन्छ। अनि त्यही भएर त्यो सकिवरी म यहाँ आएर हतार आज खेमको बेलुकाको पनि काम छैन, बिहानको पनि काम छैन, त्यही भएर चाहिँ हामी निस्केको। नत्र अरू बेला चाहिँ खेमको कहिलेकाहीँ हुन्थ्यो, मिल्थ्यो। आजभोलि चाहिँ मिल्दैन क्या, छुट्टी नै सँगै मिल्दैन। अनि मलाई साइक्लिङ गर्नु पनि मन लागिरहेको थियो, त्यो पनि यत्तिकै भइरहेछ। अनि आज चाहिँ हामी एकैछिन यसो बाहिर घुम्नु गइरहेछौँ, हजुरहरूलाई देखाउँछु। बाहिर यस्तो छ, घाम लागिरहेछ। 5:30 भइसक्यो, टाइम पनि हेर्न सक्नुहुन्छ हजुरहरू। 5:25 भइसकेको छ, 5:30 हुनु लाग्यो। अब भेटौँला कि पार्क जानु लाग्यो त्यो पनि थाहा छैन, बुढाबुढीलाई नामै थाहा छैन, त्यही पनि हिँडेको छौँ। सी यू देयर। हाइकिङ साइक्लिङको लागि होला सर, यो साइकल बनाउनु पर्छ है क्या। अब साथीहरू रेकर्ड भयो कि भएन थाहै भएन है, अगाडिको म त अचम्मै लाग्यो। हेर्नु गाई यहाँ समर लगाएर कुकुर डुलाउँदै हिँडिरहेछन्। कुकुरले डुलाउँदै मान्छेलाई। कुकुरहरूको यस्तो खानेकुराहरू पनि महँगो हुन्छ। यताको चाहिँ क्यानाडामा चाहिँ कुकुर भएर जन्मियो भने धेरै राम्रो फेसिलिटी पाइन्छ। डुलाउनु पनि लान्छ जाडोमा भयो भने बिहान उठेर लगिदिन्छ। के म कस्तो देखिरहेको छु, मोटा छु तर म मोटा छु हल्का। अब आफ्नो बुढीलाई त भन्नु परिहाल्यो भने फेरि यस्तो भइहाल्छ, राम्रै भएन भने त। जस्ट किडिङ साथीहरू। कति टाइम लाग्छ अब त्यहाँ पुग्न? 5 मिनट होला। त्यही सर्ट यो सानो ब्रिज रहेछ गाइजहरू। यही खोलाको उमा होइन हामी जान्ला। उहाँ साथीहरू फ्रेन्ड्स त्यही जानु पाए हुन्थ्यो। त्यहाँ बेन्च छ के, यति धेरै मान्छेहरू आएछ। मलाई यो पनि मनपर्छ, यो चौरी पनि। खोलाको बिचमा क्या, ढुङ्गामा बेन्च तल। उयो तल बग्नु पहिला यता घुमौँला। म त आज सर्ट तलतिर चाहिँ लाएको थिएँ, जाडो हुन्छ है क्या यहाँको हावा देख्दा त फेरि। अब साथीहरू यसो हुँदै विन्टर पनि सट्टै आइदिइहाल्छ। कस्तो लाग्छ मलाई त, समर चाहिँ राम्रो लाग्छ, रमाइलो लाग्छ। यस्तो कामबाट थाकेर निस्किँदाखेरि बाहिर हरियाली त मन फुरुङ्ग हुन्छ कि साथीहरू। मलाई चाहिँ त्यस्तो हुन्छ, म अलिक प्रकृतिसँग रमाउने खालको मान्छे छु क्या। थोरै हरियाली देख्यो भने नि यस्तो मन फुरुङ्ग हुन्छ, फुरुङ्ग भएर आउँछ। मेरो बुढा चाहिँ कति दिनको अनिदो छ, आजै सुक्खु खुवाउने हो, त्यही पनि मैले घुमाउनु ल्याएको छु। मेरो लागि हिँडिरहेछ, कतिचोटि भन्दा गरेर ल्याएको।
चाहिँ हाइवे है साथीहरू हाइवे यहाँबाट चाहिँ टोरन्टो जाने रे हामी चाहिँ यता यता आइरहेको छौँ कति धेरै कारहरू छ त यार के छ यतातिर घुम्ने यति धेरै पार्क गरिरहेछ कुन पार्क हो त्यस्तो के उवालामा हो कि के हो खुट्टा उ भएको ट्रोब्रिज फल्स पार्क रे ए ओके फल्स चाहिँ कहाँ छ थाहा छैन ट्रोब्रिज फल्स पार्कमा आइमै मुखै लागेन यहाँ पनि रहेछ ट्रोब्रिज फल्स पार्क गाइजहरू हामी प्रवेश गरिसकेका छौँ तर एकचोटि यहाँ आइसकेको छु त्यो देखेरै थाहा पाएँ मैले हेर्न मान्छेहरूको पार्किङ त तर विन्टरमा यति धेरै बाहिर निस्किन्न नि क्यानेडियनहरू बियर खान्छ गाइजहरू फाइनली आइसक्यौँ हामी चाहिँ हे आइसक्यौँ खेम आइसकेको छ भर्खरै 6 बज्न आँट्यो साथीहरू घाम टन्न लागिरहेछ खेमको आउटफिट ओओटी खानेकुरा चटपट छ चटपट अनि झटपट छ उ त्यो चाउचाउ त तपाईँ गाडीमा राख्ने भनेर ल्याएको खेमको यो वर्कको काम हो त्यो कामको हो क्याप सबै भद्रगोल गरेर राखिरहेछ खेम छिटो गर्नु न कति ढिलो गर्छ हौ ग्रमबा के पोखियो छिटो गर्नु छिटो फास्ट म त्यो ग्रम गर्ने मान्छे नै न ओटिटी यसरी देखाउनु न पक्रिनु न यार ओए कति साह्रो हौ यस्तो भएर आएको छु परी भएर आएको छु परी तामाङ अहिले मलाई रिस नउठाउनु है परी तामाङ भन्दाखेरि परी तामाङ अहिले कति धार्मिक बाबु कस्तो राम्रो यहाँ आउनु त हामीले यो उ राख्ने के दुईजनाले थम्बनेल राख्ने हाई गर्नु अलिक हाँस्नु दारा दाँत देखाउनु ल फोटो पनि खिचिदिनु ल हामी चाहिँ आयौँ मलाई थाहा छैन फल्स मलाई पानी छुन मन लाग्थ्यो एकछिन आउटिङ यो सब ट्रेलहरू हेर न त यहाँ सब यो हिँड्नु न कहाँ सबै हिँड्न फल्सहरू ल है साथीहरू लामो हुन्छ हामी फल्स हेर्छौँ त्यहाँ पुग्छौँ पुग्दैनौँ भरै भन्छु ब्रिज आइपुग्यो यही हो के आउँदैछ छ्या त्यही हो सानो उयो नि हो उ त्यो ओ यहाँ त नुहाउँदै रहेछ राम जिन च्याक यो मेरो उ गर्नु झन्डै गीत गाएँ भिडियो बनाएर आज हाम्रो भनेर सोच लाग्यो गाह्रो हुन्छ यिनीहरूलाई अब मेरो यही एउटा टिकटक बनाइदिनु हामी खोलाभित्र छिरिसकेका छौँ खोलामा आइसकेका छौँ हाम्रो यो ड्राई पिकनिक अब यही खोलामा हुनेवाला छ मासतिर पुरा गोरेनीहरू यताकोहरू कुहिरेनीहरू वाइटहरू मस्त मगन नुहाउँदैछन् धेरै भिडियो नबनाऊँ होला अनि खेम उता आउँदैछ अब हाम्रो ऊ चाहिँ यही हुन्छ होला सायदै अलिक उता जानु भिडियो हुँदैछ कुन त अब तिमीले बनाएको हाम्रो पिकनिक कस्तो होचो निकालेको क्या यस्तो पल्टाउनु न अब फोटो खिचिदिनु न मलाई फोटो म एक दुईवटा फोटो खिचाइ पक्नुलाई गाइजहरू यस्तो अवस्थामा छु यस्तो अवस्थामा बाबु यहाँ राखौँ न यहाँ खाम अब हामी ल्याएछौँ हतार एउटा कोक ल्याएछौँ अनि वाटरमेलन अनि यसमै तुतपिन पनि एक एकवटा
देखिन स्टप नि त। साइन र त्यो साइन देखेनौ रक के अरे त्यो 1 2 तल के गर्ने के ल रक पेपर सिजर रक पेपर सिजर सुट भन्ने हुन्छ के खेम ल के हो त्यो भनेको ल पेपर सिजर सुट मैले गरेँ तिमीलाई कसको पालो मेरो पालो मैले जितिसकेँ के कसको पालो भनेर 1 चम्ची भएपछि भयो के एकै चम्ची हो एकचोटिमा रक पेपर सिजर सुट आयो रक पेपर सिजर सुट केन गर्यो तिमीले के रक पेपर सिजर सुट मैले काटे मेरो पालो हो गाई गुले आउँछ म यही म त हातले हो म यही खान्छु आमा भइसकेको छ गाइसहरू चिज उ भयो क्या चिज काट्यो त्यो खेल्ने कि के गर्ने मलाई आएन छोडे बाबा यस्तो गेम यहाँ ढिलो भइसकेको खाना अलिकति आएर खाऊँ न जानु यहाँ बसेर मात्रै हुन लाग्यो यहाँ आउनु यहाँ बस्नु त्यो एक एकवटा गाइजहरू हामीलाई रक पेपर सिजर सुट गर्नै आएन मलाई त तब हामी यसरी हाम्रो पिकनिक खाँदैछौँ गाइजहरू रक पेपर सिजर सुट खेल्नै आएन अब हामी डाइरेक्ट खानेवाला छौँ कति भिडियो भन्छ यो यतिकै भिडियो अलिकति गरेर आउँछु ल म साथीहरू हामी चाहिँ यसरी नै खुसी हुँदै खाँदैछौँ मेरो किनकि स्टोरेज फुल भइरहेछ म त पछि उ गर्छु ल हाम्रो सानो पिकनिक पनि सकियो खेमले जुत्ता लान कोसिस गर्दैछ पारी तार्नलाई अनि त्यो छ अनि मैले चाहिँ रेडी बनाउँदैछु लानलाई पानीहरू र यो यता रहेछ गाइजहरू आजको भ्लग यसरी नै सकियो होइन सकाउनेवाला गाइजहरू लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला प्लिज धेरै समयपछि आइरहेको छु त्यही भएर अब म पारी तर्नु पर्ने हुन्छ भयो साथीहरू सी यू इन नेक्स्ट भ्लग बाई बाई लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला किनकि मेरो पार्ट भयो कन्टिन्यू गर्नु पाइनँ मेरो किनकि स्टोरेज फुल भइसक्यो साथीहरू त्यसैले बाई बाई सी यू इन नेक्स्ट भ्लग बाबु बाई भन्नु